हेलो गाइस, आज चाहिँ हामी मकै गोड्नु जाँदैछौँ। यहाँ आमा हुनुहुन्छ, यहाँ पुरन छ। मकै यतिको लामो भएको छ। यहाँ अघि अघि आमा हिँड्नु हुँदैछ। यहाँ चाहिँ पुरन, यहाँ बाबाले मकै छाट्नु हुँदैछ। यहाँ चाहिँ आज तक्लु भइराखेको छ। पुरनले मकै गोड्नु थालिसक्यो। यहाँ चाहिँ आमा पनि जानु हुँदैछ, तर मलाई चाहिँ एकदमै अल्छी लाग्यो। गाइस, हामीले चाहिँ एक गरा चाहिँ सक्नु आँट्यो। मकै गोडेर आधी पुऱ्यायौँ। देख्नु सक्नुहुन्छ तपाईहरुले। घाम पनि एकदमै कडा लागिरहेको छ। आज चाहिँ हिजो दिनभरि पानी पर्यो, आज चाहिँ घाम फेरि मर्ने छ। पुरान छ, यहाँ आमा हुनुहुन्छ। अहिले चाहिँ घाम पनि गइरहेको छ, ठिक्कको भइरहेछ। हामीलाई अहिले चाहिँ मकै गोड्नु सजिलो हुन्छ। अब चाहिँ हामीलाई गाइस, हामीलाई चाहिँ पानी परेर मकै गोड्नु पनि नदेला जस्तो छ। निकै बाक्लै पर्दैछ पानी चाहिँ। हामी चाहिँ अब घर गएको, पानी बाक्लै पर्दैछ नि त। यता पारीतिर त झन् पुरा ठुलो पर्दैछ। हामी चाहिँ गएको। अब मेरो चाहिँ अघि मकै गोड्दाखेरि ठेला उठेछ नि त, यत्रो फोका उठिरहेछ।